विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट चाहिँ सन् 2012 मा स्थापना भएको। यो चाहिँ फ्याकल्टी अफ म्यानेजमेन्ट त्रिभुवन विश्वविद्यालय अन्तर्गत छ र यो एउटा चाहिँ अटोनोमस स्कुल हो जहाँ हामीले फोकस प्रोग्रामहरू सञ्चालन हुन्छ। विशेष गरेर फोकस प्रोग्रामहरूमा भन्नुपर्दाखेरि एमबिएका विभिन्न फोकस प्रोग्राम छ भने र हालसालै हामीले यो पोस्ट ग्रेजुएट डिप्लोमा इन सस्टेनेबल बिजनेस म्यानेजमेन्ट भन्ने कोर्स चाहिँ बार्सिलोना स्कुल अफ म्यानेजमेन्टसँग मिलेर यो कोर्स हामीले अस्ति फेब्रुअरी 27 मा लन्च गरिसकेको छु। र यो कोर्सको बारेमा भन्नुपर्दा यो कोर्स चाहिँ 1 वर्षको प्रोग्राम हो जसमा हाम्रो 30 क्रेडिट आवर्स छ र 15 30 क्रेडिट आवर छ। र यो अलिकति हामीले यो कोर्स चाहिँ विशेष गरेर यो ESG जुन अहिले विश्वव्यापीकरण रूपमा इन्भाइरोमेन्टल सोशल गभर्नेन्समा चाहिँ यो कोर्सको फोकस छ। र यो कोर्स निर्माण गर्ने क्रममा हामीले विशेष गरेर जुन अहिलेको जल्दो बल्दो कोर्समा चाहिँ उता बार्सिलोना स्कुल अफ म्यानेजमेन्टका प्रोफेसरहरू र त्रिभुवन विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका प्रोफेसरहरू बिचमा सहकार्य भएर को-क्रिएसन भएको छ र हामीले करिकुलर स्ट्रक्चरहरू अलरेडी पास भइसकेको छ भने हालसालै अब हामी सिलेबसहरू लन्च गर्ने तयारीमा छौँ। र विशेष गरेर यो कोर्सको सन्दर्भमा कुरा गर्नुपर्दाखेरि चाहिँ यो विश्वव्यापीकरणमा जुन वातावरणीय सामाजिक र गभर्नेन्सको एस्पेक्टको कुराहरू छ र हामीले भन्नुपर्दा जस्तो नेपाल राष्ट्र ब्याङ्कले पनि ESRM पोलिसीहरू गाइडलाइन आइसकेको अवस्था र हामीले यदि हेर्ने हो भने हाम्रो 16औं योजनामा पनि एउटा छुट्टै च्याप्टर राखिसकेको छ हाम्रो यो ESG मा। र त्यसले गर्दा अहिले बजारको माग विशेष गरेर त्यसलाई हामीले फोकस गरेर यो कोर्स निर्माण गरेका छौँ अहिले। हो जस्तो यसमा के हुन्छ भने विशेष गरेर हामीले भन्नुपर्दा जुन हाम्रो इन्भेस्टमेन्ट गर्छौँ त विशेष गरेर मानौँ FDI को कुरा गरौँ हैन, फरेन डाइरेक्ट इन्भेस्टमेन्ट नभइकन अब हाम्रो राज्यको अब आर्थिक वृद्धि हुने कुरामा अलिकति कमी छ र इन्भेस्टमेन्ट ल्याउनको लागि चाहिँ विशेष गरेर धेरै स्ट्यान्डर्डाइजेसन हुन्छ र वातावरणीय रूपमा हैन त्यहाँको सामाजिक रूपमा र त्यहाँको गभर्नेन्स रूपमा तीनटा कम्पोनेन्टलाई चाहिँ तपाईको हामीले त्यो क्षेत्रलाई समेटेपछि मात्र हामीले चाहिँ यो अब इन्भेस्टमेन्ट ल्याउने अथवा इन्भेस्टमेन्ट गर्ने कम्पनी इन्भेस्टमेन्ट गर्ने भन्ने खालको नीतिहरू चाहिँ विश्वव्यापीकरण भएको अवस्था छ। र त्यो अब इभन त्यो रिपोर्टिङदेखि लिएर सबै चिजहरू हेर्नुहोस् है त्यसको अब गभर्नेन्स क्षेत्रदेखि लिएर त्यसको अब रिपोर्टिङदेखि लिएर त्यसको लागि एकदमै विशेष स्किल भएको मान्छेहरू आवश्यक छ। जस्तो अहिले तपाईँले भन्नुहुन्छ नि ब्याङ्किङ सेक्टरमा विशेष गरेर विभिन्न ब्याङ्कहरू छ। केही नाम लिनु पर्दाखेरि जस्तो नोबेल ब्याङ्क, NMB ब्याङ्क, ग्लोबल IB ब्याङ्क लगायत धेरै ब्याङ्कहरूले चाहिँ तपाईँको यो अब ESG मा राम्रै प्र्याक्टिस गरेको छ र हजुरलाई थाहा छ FMO जुन डच इन्टरनेसनल ब्याङ्क छ उहाँहरूले पनि यसमा धेरै सपोर्ट गरेको छ। र वास्तवमा अब हामीले उहाँहरूलाई नै त्यो म्यान पावरको आवश्यक भएको कारणले गर्दा हामीले त्यो खालको कोर्स चाहिँ निर्माण गरेको छौँ। र विशेष गरेर हाइड्रो पावर कम्पनी कन्स्ट्रक्सन भयो र विभिन्न हाम्रो व्यापारिक प्रतिष्ठानमा पनि अब हामीले गर्ने व्यापारहरू भनेको त्यो व्यापार नट एट द कस्ट अफ इन्भाइरोमेन्ट, नट एट द कस्ट अफ सोसल, नट एट द कस्ट अफ गभर्नेन्स। त्यसको लागि विशेष स्किल म्यान पावरको आवश्यक पर्छ जुन चाहिँ हामीले जुन अब बार्सिलोना स्कुल अफ म्यानेजमेन्ट एउटा लिडिङ स्कुल हो यो ESG मा र उहाँहरूसँग मिलेर तयार पारेको कोर्समा यो कोर्सहरू चाहिँ ठ्याक्कै मिल्ने खालको कोर्सहरूले र नेपालको कन्टेक्स्टलाई चाहिँ गरेको छौँ। यस्तो छ त्यसलाई अब हामीले चाहिँ 1 वर्षको प्रोग्राम भएकोले त्यो कोर्स साइकल हाम्रो फर्स्ट सेमेस्टर सेकेन्ड सेमेस्टर छ र म केही नाम लिनु पर्दाखेरि मैले नाम लिन खोजेँ यसमा जस्तो अब तपाईँको यो सस्टेनेबल कन्सेप्टहरूको बारेमा भयो, यस्तै कर्पोरेट गभर्नेन्स, CSR, बिजनेस इथिक्सका कुराहरू भए, ग्लोबल इकोनोमिक इन्भाइरोमेन्ट, सस्टेनेबल लिडरसिपका कुराहरू र अर्गनाइजेसन बिहेभियरका र इन्ट्रेस्टिङ चाहिँ स्टेक होल्डर इन्गेजमेन्ट जहाँ तपाईँको मार्केटिङ एन्ड ग्रिन कम्युनिकेसनका कोर्सहरू भए र अहिलेको जल्दो बल्दो डेटा साइन्स र न्यू टेक्नोलोजी फर सस्टेनेबिलिटी। आज हामी सस्टेनेबिलिटी भन्छौँ त्यसको लागि कस्तो टेक्नोलोजी चाहियो, कस्तो डेटा साइन्स भनौँ न, डेटा स्ट्रक्चरमा कसरी जानुपर्छ, अनि विशेष गरेर एनर्जी र रिन्युएबल्समा जुन क्लाइमेट चेन्जको कुराहरू छ, नेचुरल रिसोर्स म्यानेजमेन्ट, बायोडाइभर्सिटी, अनि एकदम इन्ट्रेस्टिङ चाहिँ ESG इन्भेस्टिङ र फाइनेन्सिङको कुराहरू र हामीले जुन सप्लाई चेन म्यानेजमेन्टको कुराहरू छ त्यसमा चाहिँ सस्टेनेबल अपरेसन सप्लाई चेन म्यानेजमेन्ट गरेर 15 क्रेडिट आवर चाहिँ पहिलो सेमेस्टरमा र दोस्रो सेमेस्टरमा चाहिँ विशेष गरेर सस्टेनेबिलिटी रिपोर्टिङहरू, सस्टेनेबिलिटी म्यानेजमेन्ट सिस्टम, यस्तै हामीसँग सोसल एन्ड इन्भाइरोमेन्टल एन्टरप्रेन्योरसिपको कुराहरू भए, यस्तै एनर्जी ट्रेन्ड्स इन सस्टेनेबिलिटी र सस्टेनेबिलिटी बिजनेस स्ट्र्याटेजी, बिजनेस मोडलहरू विशेष गरेर
यो कोर्सहरू छ भने र अर्को कुरो लिगल एस्पेक्टले हामीले छोएको छौँ र विश्वमा अब ESG बिजनेस गर्दा कस्तो लिगल एस्पेक्ट छ त्यो चाहिँ नेपालको कन्टेक्स्टमा कसरी ल्याउनु पर्छ भन्ने कुरामा हामी लागेका छौँ र निश्चित रूपमा पब्लिक पोलिसी स्ट्राटेजी कस्तो हुन्छ गभर्नेन्स कस्तो हुन्छ र एउटा इन्ट्रेस्टिङ चाहिँ के भने दोस्रो सेमेस्टरमा क्यापस्टोन प्रोजेक्ट छ जुन चाहिँ तपाईँको अब लगभग 2 क्रेडिटको छ यसमा चाहिँ लगभग रिसर्च बेसमा नै हाम्रो क्यान्डिडेटले एट द एन्ड अफ द कोर्स उहाँहरूले त्यो कुराहरू बुझाउनु पर्ने हुन्छ सुपरभाइजरको अन्डरमा यो कुराहरू मैले राखेँ यहाँलाई र यस्तै इलेक्टिभ कोर्सहरू पनि छ जस्तो तपाईँको ESG मेट्रिक्स इन्डिकेटरका जस्ता कोर्सहरू भए ह्युमन सस्टेनेबल डेभलपमेन्ट डिजाइन अफ सस्टेनेबल प्रोडक्ट जुन प्रोडक्ट डिजाइनमा छ तर हामी सस्टेनेबल प्रोडक्ट डिजाइनको कुरा गर्छौँ अनि एउटा चाहिँ जुन भ्यालु चेन एनालाइसिस चाहिँ हामी अब चाहिँ ESG भ्यालु चेन त्यसमा रिस्क म्यानेजमेन्ट राखेर यो कोर्स चाहिँ इलेक्टिभमा छ भने यस्तै अर्को चाहिँ सस्टेनेबल डेभलपमेन्टको लागि नलेज इकोनोमीको कुराहरू छौँ आज हामी नलेज म्यानेजमेन्ट सस्टेनेबल डेभलपमेन्ट अनि एउटा वाटर एन्ड कार्बन फुटप्रिन्ट होइन किनभने त्यो सुत्त हामीले चाहिँ इन्भेस्टिङ गर्दा हेर्नुपर्ने हुन्छ भने इन्भाइरोमेन्टल रिस्क एन्ड इम्प्याक्ट एनालाइसिस यस्तै गरेर एनालाइसिस एन्ड अडिटिङ इनर्जी भनेर हामीले यसरी चाहिँ कोर्सहरू 30 क्रेडिटको कोर्सहरू हामीले 1 वर्षको लागि राखेका छौँ जुन चाहिँ ESG का हरेक इलिमेन्टहरू यसमा चाहिँ कभर भएको छ यसमा विशेष गरेर ब्याचलर्स लेभल पास गरिसकेका र कम्तीमा 2 वर्ष चाहिँ वर्किङ एक्सपिरियन्स भएका व्यक्तिहरूले चाहिँ यसमा एप्लाई गर्न सकिन्छ र मैले अघि नै भने हजुरको के छ भने यसमा चाहिँ विशेष गरेर यसको ब्याङ्किङ सेक्टरमा प्रवेश गर्नेहरू हुन्छ जो ब्याङ्किङ सेक्टरमा काम गरिरहेको हुनुहुन्छ किनभने आज चाहिँ सबै कुराहरू चाहिँ ESG इन्भेस्टिङमा गएको कारणले गर्दा त्यो एउटा पाटो भयो भने अब बिजनेस सेक्टरमा जस्तो फर इक्जाम्पल CNI FNCCI जस्ता हाम्रा बिजनेस अर्गनाइजेसन्सहरू छ भनौँ एउटा उहाँहरूको चाहिँ त्यो कोडमा पनि त्यो कुराहरू चाहियो किनभने अब हामीले गरेका डिजाइन गरेका प्रडक्टहरू हामीले गरेका बिजनेस हामीले गरेका प्रोसेसहरू चाहिँ इन्भाइरोमेन्ट फ्रेन्डली हुनु पर्यो आज हामीले गरेका प्रडक्टहरू सर्भिसेसहरूलाई बाहिर पठाउनु पर्यो भने अथवा यहीँ पनि गर्नु पर्यो भने स्ट्यान्डर्डाइजमा जानुपर्ने अवस्था छ अब भन्दाखेरि यसमा कुनै पनि डिसिप्लिनका चाहे त्यो इन्जिनियरिङको होस् चाहे त्यो आइटीको होस् चाहे त्यो म्यानेजमेन्टको होस् होइन चाहे अब भन्नुहोस् मेडिकलको पनि होस् केही फरक भएन यो भनेर इन्टरडिसिप्लिनरी एप्रोचमा आउनु पर्यो र उहाँहरूको कम्तीमा 2 जो चाहिँ तपाईँ के हो त इन्भाइरोमेन्टल सोसल र गभर्नेन्स एस्पेक्टलाई आफ्नो बिजनेस प्रोसेसमा बिजनेसलाई आफ्नो सर्भिसलाई सस्टेनेबल बनाउनको लागि हुनसक्छ कुनै कम्पनीको अनर पनि हुनसक्छ होइन यो कुराहरू मैले राखेको छु यसमा यो प्रोग्राम चाहिँ विशेष गरेर हाम्रो वर्किङ ग्रुपलाई नै फोकस गरेको कारणले गर्दा हामी विकेन्डमा भन्नुको अर्थ शुक्रबारको दिनमा अलिकति लेट आफ्टरनुनमा सुरु गर्ने शनिबार चाहिँ अलिक म्याक्सिमम हामी गर्छौँ त्यसमा र यो चाहिँ के भने सेमिनार वर्कसप र प्र्याक्टिकम बेस्ड बढी हुन्छ फिल्ड बेस्डमा र वर्कसपहरू गर्नुपर्ने सेमिनार गर्नुपर्ने भएकोले त्यसलाई चाहिँ हामीले अलि छुट्टै त अब फर इक्जाम्पल अब हाम्रो स्कुल अफ म्यानेजमेन्ट चाहिँ हाम्रो कीर्तिपुरमा छ त्यसले गर्दा हाम्रो जो अब कर्पोरेट लेभलका जो वर्किङ लेभलका साथीहरू हुनुहुन्छ उहाँहरू अफिस पछि आउनु पर्दा धेरै टाढा हुन्छ त्यसले गर्दा हामीले के गरेका छौँ शुक्रबारलाई र शनिबारलाई चाहिँ हामी त्यसरी म्यानेज गरेका छौँ भने अर्को चाहिँ विशेष गरेर हामीले यो अब वर्किङ सेमिनारहरू वर्कसप सेमिनारहरू चाहिँ अलिक केन्द्रीकृत ठाउँमा विशेष गरेर हामीले यो अब भनौँ न काठमाडौँको मुटु केन्द्रमा विशेष अनन्तनगर जस्तो एरियामा हामीले चाहिँ फोकस गरेका छौँ र यहाँहरूलाई त्यो कुरा पनि जानकारी दिउँला त्यहाँ हुन्छ र अर्को कुरा चाहिँ विशेष गरेर अनि हाइब्रिड मोडमा पनि हुन्छ किनभने यो कोर्समा केही विज्ञहरू चाहिँ नेपालमा पनि भर्खर हामी चाहिँ त्यो विज्ञहरू तयार गर्दैछौँ भन्दाखेरि केही हामीले चाहिँ अनलाइनमा उताको विज्ञहरूसँग पनि अब क्लास लिनुपर्ने हुन्छ यो कुरा हाइब्रिड मोडमा हामी जान्छौँ यसमा हाम्रो अब ग्रेडिङ सिस्टममा चाहिँ 50% चाहिँ अनगोइङ भयो अनगोइङ भनेपछि त अब केही अनलाइन भन्दाखेरि तब 100% होइन यसो म्याक्सिमम त हामी अब इन पर्सन नै हुने भयो जस्तो हाम्रो विशेष गरेर केही सब्जेक्ट छ जस्तो फर इक्जाम्पल सस्टेनेबिलिटी रिपोर्टिङ भयो ESG मेट्रिक्स इन्डिकेटर जस्ता कोर्सहरूमा चाहिँ हाम्रो यहाँको विज्ञता नपुग्ने कारणले गर्दा हामीले केही विज्ञहरू अनलाइनमा उहाँबाट पनि हामीलाई चाहिँ क्लास लिन सक्ने भए भन्दा तर हाम्रो के हो त इन सेमेस्टर चाहिँ 50% वेटेज छ र अर्को चाहिँ फाइनल इक्जाम चाहिँ हामीले के हो त हाम्रो रिटन इक्जामिनेसन नै हामीले दिनुपर्ने हुन्छ यो कुराहरू मैले राखेको छु जस्तो कोटाको लागि कुरा गर्दाखेरि हामीले 30 जना +3 30+3 भन्नुको अर्थ 30 जनामा हामीले 10% हाम्रो त्रिभुवन विश्वविद्यालयको के हो त यो स्कलरसिप दिनुपर्ने मान्यता अनुसार चाहिँ हामीले 3 जनाको लागि राखेको छौँ त्यसमा चाहिँ ट्युसन फीमा स्कलरसिप पाउँछ
र यसमा अब विशेष गरेर कर्पोरेट लेभलबाट पनि स्पोन्सर गर्न सक्छ र अर्को कुरो व्यक्तिगत रूपमा पनि अब क्यान्डिडेटहरूले आफ्नो खर्च गरेर पढ्न सक्छ। करियर पर्सपेक्टिभको कुरा गर्दाखेरि यो चाहिँ अलरेडी वर्किङ पिपल जसको स्किल ग्याप छ अब होइन, जो तपाईँ अलरेडी वर्किङ छ स्किल ग्याप छ, जो अलरेडी बिजनेस गरिरहेको छ जसको स्किल ग्याप छ, किनभने बिजनेस मोडललाई सस्टेनेबल लानु पर्यो होइन, एउटा नम्बर 1 त्यो भयो। अब अर्को कुरो जो अलिकति ब्याचलर्स डिग्री सकेर 2 वर्ष गरेर अब म करियर सिफ्ट हुन्छु भन्ने पनि छ अब मान्छेहरू, किनभने अलिकति टुवर्ड्स सस्टेनेबल बिजनेसमा उसले कोर्स लिन सक्यो भने उसको चाहिँ तपाईँको भनौँ न जबदेखि लिएर उसको अब प्रोस्पेक्ट चाहिँ त्यहाँ बढ्ने देखियो, स्कोप चाहिँ। र अर्को कुरो अहिले विश्वव्यापीमा तपाईँले हेर्नुभयो भनेदेखि चाहिँ यो सस्टेनेबल म्यानेजमेन्ट सिस्टम भनौँ सस्टेनेबलतिर चाहिँ धेरै विश्वविद्यालयहरू विश्वको प्रतिष्ठित विश्वविद्यालयमा यो कोर्सहरू भइरहेका छ। र अर्को एउटा म तपाईँलाई भनौँ हामीले चाहिँ यसको अब एग्रिडिटेसन पनि जाँदैछौँ र यसमा चाहिँ के छ भने हामीले यहाँ गरेका कुराहरूको पनि क्रेडिट ट्रान्सफरसम्म हामी जाने खालको, ताकि यहाँ पढिसकेपछि यो कोर्स लिएकोलाई चाहिँ भोलि तपाईँको फर्दर स्टडीको लागि क्रेडिट ट्रान्सफरमा जाने भन्ने खालकोसम्म हामीले त्यो योजनाहरू बनाएर अगाडि बढेका छौँ। पोस्ट ग्रेजुएट भनेर अब हामीले चाहिँ डिप्लोमा इन सस्टेनेबल बिजनेस म्यानेजमेन्ट भनेर हामीले यो सुरु गरेका छौँ। इभन यो कोर्सलाई पार्सनल स्कुल अफ म्यानेजमेन्टको आफ्नो वेब पेजबाट पनि नेपालसँग पार्टनर गऱ्यो भने उहाँहरूले त्यो खालको चाहिँ विज्ञापनहरू भनौँ एउटा मिडियामा उहाँहरूले चाहिँ प्रचार प्रसार पनि हामीले गरेको त्यो हाम्रो लागि पोजिटिभ साइन छ। र मैले हजुरलाई भने इभन हाम्रो टार्गेट चाहिँ के भन्दाखेरि चाहिँ सार्क राष्ट्रभित्रका विद्यार्थीलाई पनि हामीले चाहिँ ल्याउने, यदि पोलिसीले हामीले चाहिँ सपोर्ट गर्दै गयो भने होइन, किनभने यो त्यो खालको चाहिँ कोर्स क्रिएसन भएको छ र सम्भवतः हामीले त्यो खालकोमा पनि हामीले काम गर्न सक्ने एउटा हाम्रो चाहिँ आत्मबल पनि बढेको अवस्था छ अहिले। स्कुल अफ म्यानेजमेन्टमा यो कोर्स हामीले लागू गरेका छौँ र स्कुल अफ म्यानेजमेन्ट विशेष गरेर विशुद्ध त्रिभुवन विश्वविद्यालय फ्याकल्टी अफ म्यानेजमेन्टको अन्तर्गत सञ्चालन छ र हाम्रो प्राध्यापकहरू चाहिँ त्रिभुवन विश्वविद्यालयको फ्याकल्टी अफ म्यानेजमेन्टका लगायत फ्याकल्टीको पुल छ। यसमा अब विशेष गरेर नेचुरल साइन्समा भनौँ अब बायोडाइभर्सिटी भन्दाखेरि हाम्रै त्रिभुवन विश्वविद्यालय इभन हामीले काठमाडौँ विश्वविद्यालयको प्राध्यापक सरज्यूहरूसँग मिलेर यो कोर्स हामीले चाहिँ सञ्चालन गरेको छौँ भनेपछि हामीले पुल अफ फ्याकल्टी मेम्बर जो एकदमै के छ एक्सपिरियन्स छ। र अर्को कुरो पेडागोजीको कुरा गर्दाखेरि चाहिँ यसमा विशेष गरेर केस बेस्डमै जाने हुन्छ र अहिले पनि हामीले चाहिँ नेपालको केसहरू तयार गर्न हाम्रा टिमहरू चाहिँ अगाडि बढिरहेको छ र क्लासरुम डिस्कसन चाहिँ एकदम रियल लाइफ सिचुएसनलाई राखेर कन्सेप्चुअली मात्र नभइकन युरोपको पनि एक्सपिरियन्सहरू सेयर गर्ने ग्लोबल एक्सपिरियन्स र त्यसलाई हामीले नेपालको कन्टेक्स्टमा लाँदाखेरि सायद हाम्रो नेपालको बिजनेसलाई सस्टेनेबल बनाउने ग्लोबल एउटा प्रेजेन्समा कसरी गर्न सक्छ भन्ने कुरामा चाहिँ हामी एकदम भनौँ लागेको छौँ र हामी प्रतिबद्ध पनि छौँ यो बारेमा। जस्तो तपाईँले मेसेज दिनु पर्दाखेरि चाहिँ ब्याचलर्स डिग्री गएर उसले 2 वर्ष कुनै इन्डस्ट्रीमा काम गरेको, चाहे फ्यान्सी इन्डस्ट्री होस् चाहे तपाईँको कुनै पनि कर्पोरेट लेभलमा होस् जहाँ काम गरे होस्, उहाँहरूले अब यो सस्टेनेबल बिजनेस गरेपछि उहाँहरूको जुन किसिमको स्किल ग्याप छ विशेष गरेर जस्तो भनौँ न रिपोर्टिङ मेकानिजमदेखि लिएर त्यसको अनुसन्धान गर्नेदेखि लिएर त्यो कुराहरूमा चाहिँ यसले चाहिँ त्यो ग्यापलाई फुलफिल गर्नेछ र अझ सशक्त भएर आफ्नो लागेको पेसामा उहाँहरूले चाहिँ गर्न सक्ने। र अबको दिनमा के छ भने तपाईँको हुनसक्छ नेपाल राष्ट्रको ESRM गाइडलाइन आइसकेपछि अलिक पोलिसी अझ स्ट्रङ भएर गयो भने सायद तपाईँको ESG अफिसर्सहरू पनि चाहिन सक्छ हाम्रो फाइनेन्स इन्स्टिट्युसनमा। नट ओन्ली द्याट ESG अफिसर्स भोलि त्यो बुझ्ने खालको अफिसर्सहरू हाइड्रोमा चाहिएला, त्यो बुझ्ने खालको अफिसरहरू तपाईँको चाहिँ हाम्रो सिमेन्ट इन्डस्ट्रीमा चाहिएला होइन, त्यो चाहिँ प्रोस्पेक्ट छ। र यो हामीले कोर्स निर्माण गर्दाखेरि पनि विभिन्न तहगत रूपमा हामीले छलफल गरेको छौँ र निड आइडेन्टिफाई गरेको हो। इभन तपाईँको मिनिस्ट्री अफ फाइनेन्सदेखि लिएर होइन राष्ट्र ब्याङ्क लगायत CNI, CBFIN, यस्ता NBA नेपाल ब्याङ्कर एसोसिएसन उहाँहरूसँग हामीले सरसल्लाह गरेर यो निडको आवश्यक छ, यो मतलब यो कोर्सको आवश्यक छ भन्ने कुराहरू ठम्मै गरेपछि हामीले इन्भेस्ट इम्प्याक्ट फर नेपालको चाहिँ हाम्रो सपोर्टमा हामीले कोर्सहरू हामीले बनाउन अगाडि बढायौँ।